अध्यक्षज्यू, पत्रकारहरूले कहिले स्थिर हुनुहुन्छ भनेर सोधेको प्रश्नमा मरेपछि भन्ने उत्तर दिनु भएको छ नि, खास किन यस्तो भन्नुभयो हजुरले? तपाईहरूको अलिकति मलाई चाहिँ के लाग्छ भन्दाखेरि अलिकति संयमित हुनुपर्ने तपाईँको आवश्यकता छ कि भन्ने मलाई लाग्छ। पहिला चाहिँ मगज जुन भगवान्ले तपाईँलाई पनि दिएछन् भन्ने मलाई विश्वास लाग्छ। माइक ल्याएर नाकमा ठेड मतलब तेर्साउने मात्र होइन, दिमाग त तपाईँका पनि छन् होला। मलाई चाहिँ उहाँले कहिले स्थिर हुनुहुन्छ, स्थिर भने के मतलब हलचल नगरेर कक पर्ने होइन, एउटै ठाउँमा बस्नुलाई स्थिर भन्छन् कि कसो हो के भनेपछि चाहिँ मान्छे चाहिँ त्यो बेलामा मात्रै स्थिर हुन्छ जब मर्छ। नमरेसम्म चाहिँ मान्छे चलायमान हुन्छ, चलिरहन्छ। त्यसकारण म चाहिँ मरुन्जेलसम्म चाहिँ काम गर्छु, मरेपछि मात्रै स्थिर हुन्छु। त्यो चाहिँ जो पनि त्यस्तै हो, तपाईँ पनि हो। तपाईँ अहिले जिउँदो रहन्जेलसम्म पनि मात्रै यसरी र यसरी 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 गर्न सक्नुहुन्छ, मरेपछि त कक्रकै हो नि, होइन र? हजुर हजुर। ल अनि तपाईँ यसरी कहिले पनि रिसाएको मैले देखेकै थिएनौँ, हामी कसैले पनि देखेकै थिएनौँ। खासमा अहिले तपाईँ किन यसरी रिसाउन थाल्नु भएको? म कहिले रिसाएको छु? म चाहिँ आजकल रिसाएको भनेको कहिले रिसाएको छु? मतलब मैले रिसाएर म रिसाएको छु भनेर भन्न केही त भन्न म कहिले रिसाउँछु? मैले रिसाएको भन्ने नै छैन। म चाहिँ खुला हृदयको मान्छे हुँ, भावनामा बगिहाल्छु। अनि मान्छेले चाहिँ भावनामा बगेकोलाई अन्यथा लिने हो कि जस्तो लाग्छ क्या मलाई। म रिसाएको छैन क्या भाइ, होइन? अनि अर्को कुरा, तपाईँ केपी ओलीज्यूसँगको त मुखै हेर्दिन भनेर भन्नुभएको थियो, फेरि अहिले उहाँसँगै मिल्न खोज्दै हुनुहुन्छ। यो खास के हो? होइन, एउटा कुरा के भन्दाखेरि अलिकति झर्क्यो भने पनि रिसाएको भन्ने, मिल्न जाँदाखेरि चाहिँ मिलेको पनि देख्न नसक्ने। तपाईँले चाहेको चाहिँ के हो? होइन, चाहेको चाहिँ के हो भन्नुहोस् न। हामीले त चाहेको उत्तर हो खास यही हो। मतलब सबै कुरा चाहिँ मिलेपछि मात्रै हुन्छ भन्ने कुराको हाम्रो अन्डरस्ट्यान्डिङ हो कि होइन? हो नि अध्यक्षज्यू, हो नि अध्यक्षज्यू, हो कि होइन? हो अध्यक्षज्यू। अनि उहाँलाई त मैले अस्ति त अरूसँगै अरूकै स्वकीय सचिवमा देखेको थिएँ, फेरि आज यता आउनु भएको छ। खास उहाँ स्वकीय सचिव चाहिँ खास कसको हुनुहुन्छ? हेर्नुहोस् भाइ, वास्तवमा भन्नु पर्दाखेरि चाहिँ सबै चिजका बजेट हुन्छन्, होइन? हजुर। एउटै मान्छे बजेटका कुरा पनि त हुन्छ नि त कार्यक्रमको। त्यस कारणले गर्दाखेरि स्वकीय भने चाहिँ ऊ मात्रै हो। जहाँ जसको जसरी बने पनि स्वकीय भनेको चाहिँ मेरो बाबु नै हो, है त? ल, धन्यवाद। नेताजी अब